धेरै वर्ष पहिलेको कुरा हो। एउटा विद्यालयमा एकजना शिक्षिका थिइन्। उनी त्यो विद्यालयमा गएको पहिलो दिन कक्षामा उभिएर सबै विद्यार्थीलाई एकै नासले हेरिन् र मुस्कुराइन्। त्यसपछि उनले विद्यार्थीहरूलाई भन्न थालिन्, म तिमीहरू सबैलाई समान रूपमा माया गर्छु। तर उनले भनेको यो कुरा सत्य थिएन, किनभने अगाडिपट्टि एकजना विद्यार्थी थियो जो अरूभन्दा एकदमै भिन्न देखिन्थ्यो। उसका लुगा अस्तव्यस्त, अनुहार सधैँ मलिन, आँखामा अनगिन्ती पीडा। कक्षामा खासै ऊ बोल्दैनथ्यो, साथीहरूसँग पनि खेल्दैनथ्यो, न त गृह कार्य नै राम्ररी गर्थ्यो। शिक्षिकालाई ऊ एकदमै मन पर्दैनथ्यो, किनभने ऊ अरू विद्यार्थीहरू जस्तो मिलनसार कहिल्यै थिएन, होसियार थिएन, सधैँ गुम्सिएर बस्थ्यो। ती शिक्षिकाले सोच्न थालिन्, ऊ लाटो हो कि अल्छी हो कि किन सधैँ यस्तो अल्छी गर्छ, किन यसले केही गर्नै सक्दैन। समय बित्दै गयो, दिनहरू महिनामा परिणत भए, महिनाहरू वर्षमा परिणत भए। शिक्षिकाले सबै विद्यार्थीहरूको एकपटक विवरण हेर्न थालिन्। हरेक वर्षमा शिक्षकहरूले विद्यार्थीबारे लेखेका टिप्पणीहरू उनले पढ्न थालिन्। जब उनले त्यो अल्छी मान्ने विद्यार्थीको विवरण पढ्न थालिन्, त्यस बखतमा तिनी छाँगाबाट खसे जस्तै भइन्। पहिलो कक्षाको विवरणमा उसको बारेमा लेखिएको थियो, ऊ असाधारण प्रतिभाशाली विद्यार्थी हो, ऊ बुद्धिमान छ, हँसिलो छ, सधैँ साथीहरूसँग रमाउँछ। दोस्रो कक्षामा उसको बारेमा लेखिएको थियो, ऊ अझै राम्रो विद्यार्थी हो, तर आमाको गम्भीर रोगले ऊ चिन्तित देखिन्छ। तेस्रो कक्षामा उसको बारेमा लेखिन्छ, उसको आमाको मृत्युले उसलाई नराम्रोसँग तोडेको छ, ऊ अब एक्लो छ, ऊ प्रयास गर्छ, तर उमा कुनै प्रेरणा छैन। अब उसको बुबाले खासै ध्यान दिँदैनन्। यसैगरी चौथो कक्षामा उसको बारेमा लेखिएको थियो, ऊ अब अरूभन्दा धेरै अलग छ, कक्षामा रुचि राख्दैन, साथीहरू छैनन् उसका, कहिलेकाहीँ त कक्षामै निदाउँछ। यी सबै पढेपछि ती शिक्षिकाको आँखामा आँसु टिलपिल टिलपिल हुन थाले। उनलाई महसुस भयो, मैले कहिल्यै त्यो विद्यार्थीलाई बुझ्ने प्रयास गरिनँ। त्यसपछि एक दिन चाडपर्वको दिन आयो। विद्यार्थीहरूले सुन्दर रिबन र रङ्गीन कागजमा प्याक गरिएका उपहारहरू ल्याए। शिक्षक खुसी हुँदै ती उपहारहरू खोल्न थालिन्। त्यही बेला त्यो विद्यार्थी ऊ पनि अगाडि आयो। उसको हातमा एउटा पुरानो खैरो कागजमा बेरिएको उपहार थियो, जो सिधै किराना पसलबाट झिके जस्तो देखिन्थ्यो। सबै विद्यार्थीहरू हेरेर मुस्कुराइरहेका थिए, कसैले सुस्तरी हाँसो समेत हाँसे। शिक्षिकाले त्यो उपहार खोलिन्। भित्र एउटा पुरानो हातमा लगाउने बाला थियो। त्यसमा केही पत्थरहरू छुटिसकेका थिए अनि आधा खाली पर्फ्युमको बोतल पनि थियो। कक्षाभरि हाँसो गुन्जियो, तर शिक्षिकाले तुरुन्त त्यो बाला हातमा लगाइन् अनि उसले ल्याएको त्यो सेन्ट पर्फ्युम आफ्नो शरीरमा छर्किन् अनि ती हाँसिरहेका विद्यार्थीहरूलाई मुस्कुराएर भनिन्, कति सुन्दर उपहार। शिक्षिकाको मुखबाट यस्तो सुनेर त्यो विद्यार्थी पहिलो पटक केही मुस्कुरायो। त्यसपछि त्यो विद्यार्थी बिस्तारै कक्षा अगाडि आयो र शिक्षिकालाई भन्यो, तपाईँ आज मेरी आमा जस्तै सुगन्धित हुनुहुन्छ। ती शिक्षिकाको आँखा रसाए। सबै विद्यार्थीहरू गएपछि ती शिक्षिका कुर्सीमा बसिन्। उनले आँसु थम्न सकिनन्। 1 घन्टासम्म उनी रोइरहिन्। त्यस दिनपछि उनले पढाउन मात्र होइन, विद्यार्थीहरूलाई बुझ्ने प्रयास गर्ने निर्णय लिइन्। विशेष गरी उसलाई अझै उनले अतिरिक्त ध्यान दिन थालिन्। पछिल्ला दिनहरूमा उनले त्यो विद्यार्थीलाई झन् नजिकबाट बुझ्न थालिन्। गृह कार्यमा उसलाई मद्दत गर्न थालिन्। अरू विद्यार्थीहरूले जिस्क्याउँदा ती विद्यार्थीहरूलाई रोक्न थालिन्। उसलाई ती शिक्षकले सधैँ प्रेरित गर्न थालिन्। समय बित्दै गयो। त्यो विद्यार्थी पनि परिवर्तन हुन थाल्यो। कक्षामा उत्तर दिन थाल्यो, मुस्कुराउन थाल्यो, कामहरू गर्ने प्रयास गर्न थाल्यो। त्यो वर्षको अन्त्यसम्म ऊ सबैभन्दा राम्रो विद्यार्थी बनिसकेको थियो। बिस्तारै समयले फड्को मार्यो। 1 वर्षपछि ती शिक्षिकालाई त्यो विद्यार्थीबाट एउटा सानो पत्र प्राप्त भयो। त्यो पत्रमा लेखिएको थियो, तपाईँ मेरो जीवनको सबैभन्दा राम्रो शिक्षक हुनुहुन्छ। समय अझै बित्न थाल्यो। 6 वर्षपछि
फेरि अर्को एउटा पत्र आयो ती शिक्षिकासम्म। त्यो पत्रमा लेखिएको थियो, म हाई स्कुलको उत्कृष्ट विद्यार्थीमध्ये एक भएर पास भएँ। तपाईँ अझै मेरो प्रिय शिक्षक हुनुहुन्छ। समय अझै बित्यो। फेरि अर्को 4 वर्षपछि अर्को पत्र आयो। पत्रमा लेखिएको थियो, म विश्वविद्यालयबाट स्नातक गर्दैछु। तपाईँको शिक्षा बिना यो सम्भव हुनेवाला थिएन। समय अझै बित्यो। फेरि अर्को 4 वर्षपछि अर्को पत्र आयो। त्यो पत्रमा लेखिएको थियो, मैले चिकित्सा अध्ययन पुरा गरिसकेको छु। अब म एउटा डाक्टर भइसकेको छु। समय अझै बित्न थाल्यो र अन्तिम एउटा पत्र आयो, जुन पत्र सबैभन्दा भावुक थियो। त्यो पत्रमा लेखिएको थियो, म विवाह गर्दैछु। मेरी आमा त यो संसारमा छैनन्, तर उहाँको ठाउँमा तपाईँ जस्तो महान शिक्षिका हुनुहुन्छ। कृपया मेरी आमाको साटो मेरो विवाह समारोहमा बसिदिनुहोस् न, आइदिनुहोस् न। तपाईँ नै हुनुहुन्छ जसले मलाई जीवनको सही बाटो देखाउनु भयो। पत्रमा लेखिएका यी अक्षरहरू पढेर ती शिक्षिका भावविह्वल भइन्। शिक्षिकाले त्यही विद्यार्थीले दिएको त्यो बाला हातमा लगाइन् र त्यही उसले दिएको त्यो पर्फ्युम सेन्ट पनि छर्किन्। त्यसपछि उनी त्यो विद्यार्थीको विवाहमा गइन्, सामेल भइन्। विवाह समारोहपछि त्यो विद्यार्थीले शिक्षिकालाई अँगालो हाल्यो, आँखाभरि आँसु, ओठमा मिठो मुस्कान। त्यसपछि त्यो विद्यार्थीले शिक्षिकालाई भन्यो, धन्यवाद, तपाईँले मलाई विशेष महसुस गराउनुभयो। तपाईँले देखाउनु भएको माया र विश्वासले नै मलाई यहाँसम्म पुर्यायो। ती शिक्षिकाको पनि आँखा रसाए। मुस्कुराउँदै उनले त्यो विद्यार्थीलाई भनिन्, तिमीले त गलत बुझ्यौ। उल्टो तिमीले मलाई सिकायौ कि शिक्षक भएर जीवन बदल्न सकिन्छ भनेर। तिमीले मलाई एउटा असल शिक्षक बनायौ। त्यो दिन ती शिक्षिकाले बुझिन्, एउटा सानो मायाले कसैको जीवन परिवर्तन गर्न सक्छ। यो कथा यहाँलाई कस्तो लाग्यो आफ्नो धारणा कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। आजलाई यति नै। म किरण भण्डारी यहाँहरू समक्ष बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।